हेलो नमस्ते एभ्रिवान। तपाईहरुको सन्डे आज कसरी बित्यो? आज चाहिँ म चाहिँ सेवा गएँ, आराधना गएँ हैन। अन्त अहिले फर्केर घर आइपुगे। अन्त घर आइपुगेर चाहिँ दादाले यहाँ खाजा बनाउनु हुँदैछ अब हैन। मामा चाहिँ दोकानमा हुनुहुन्छ। अनि म चाहिँ अब मलाई मात्रै फ्री देख्छ होला हैन। म चाहिँ ऊ तलको झार गोड्नु गएँ अब। अहिले म तपाईहरुलाई देखाउँछु त्यहाँ के छ भनेर। सो अहिले हेर्दै गर्नुस् होला। र उहाँले चाहिँ खाजा के बनाउनु हुँदैछ उहाँलाई सोधौँ। खाजा के बनाउनु हुन्छ? खाजा के बनाउनु नि? खाजा के बनाउनु? के खानु नि? क्वेशन त त्यहाँ पो छ। भनिहाल्नुस् न छिटो। पुरी एन्ड सब्जी। पुरी र मासु भन्नु सकिँदैन बिकज वी आर भेजिटेरियन सो पुरी र उयो बनाउनु हुन्छ अरे इस्कुसको दम। अनि म चाहिँ मामालाई चिया बनाइदिँदैछु। सो अहिले भेटौँ, बाई। सो अस्ति लगाएर मैले धोएको थिइनँ। सो अब म यो लगाएर जान्छु। सो मैले यहाँ चाहिँ सयपत्री रोपेको थिएँ हो। अनि मामाले चाहिँ यहाँ उयो रोप्नु भएको थियो, मखमली रोप्नु भएको थियो। अब झारले चाहिँ यस्तो घेरेछ बिचराहरूलाई हो। कति त फुल्दिरहेको छ, सबै यसरी ढालिदिइरहेको छ हो। अनि त्यसलाई नै अब चाहिँ बनाउनु पर्ने छ। दसैँ तिहार आउन आँटिसक्यो, फुलहरू छैन। कुन फुलले माला लगाइदिनु पर्ने हो नि गाइस। अब चाहिँ म यहाँ झाड गर्छु। कति चाहिँ भाले फुल मात्रै फुलेको रहेछन्। यही झाड गर्छु अब। मामाले रोप्नु भएको यो मखमली पनि हुँदो रहेछ दामी। कति त झारले पुरिरहेको थिएछ। मैले मल लगाइनँ। सब्जी पनि त्यो नमानु लग्दैन नि। वाउ पुरी किन इट्स भेरी नाइस। यस्तो हुँदैन डल्लै फुलेको। मामालाई पनि बोलाउनु नि त। होइन कहाँ दोकान खोल्नु लग्दैन नि। वाउ फर मम चट्टाले टी मामालाई लाग्दिएको झन्डै टी फरस मिठो आफूले नका म टेस्ट गर्छु। अझै पकाउनु पर्छ यसको।
आजको दिन पनि यसरी बित्यो भने पनि अब एउटा छ इन्जेक्सन हाल्नुपर्ने छ हेर्नु न तर त्यो टिप्नु पर्ने रहेछ ए Yeah, from here we are going प्लिज Tara. अब चाहिँ म इन्जेक्सन लाउनु जान्दैछु साइली भेटौँ बाई भेट्नु यो गरेको छैन नि थिचेको छैन होइन ए हो चितामा बस्नु हुन्छ नरुने त साह्रै पाएन म त चिठीलाई माग्नु पर्यो अस्ति हेर्नुहोस् उमा फ्राइडे कति तारिक थियो 037 मा लाउनुपर्छ 10 तारिक लगाएको थिएँ 10 तारिक है हजुर 0 0 1 2 3 4 5 6 0 10 11 10 11 12 1 2 3 4 तारिक ए के अरे 10 14 तारिक 10 10 11 12 13 14 15 16 तारिक रहेछ ए 7 दिनमा त्यहाँदेखि पुग्यो है त्यति 7 दिनमा चाहिँ कुकुर हेर्नु हो हजुर कुकुर ठिक छ भने चाहिँ लाउनु पर्दैन हो कुकुर मर्यो भने चाहिँ फेरि कन्टिन्यू जानुपर्छ साह्रो परेछ तर अब त्यस्तो साह्रो त छैन होला कुकुर त कि तर अब किन रिस्क लिनु भनेर नि हात हल्का छ यादै भयो हाम्रो सेवाको भवन चाहिँ यहीँ छ है यहाँ हो कति राम्रो देखेर मैले फोटो भिडियो गरेको अन्त वरिपरि फुलहरू फुलेर झन् दामी भएछ अन्त म चाहिँ अब घर फर्केको अन्त अहिले चाहिँ हस्बेन्ड हुनुहुन्न उहाँ चाहिँ फुटबल खेल्नु जानुभयो अन्त अब म चाहिँ गएको सेमिचुङ देखेर चाहिँ यहाँ हल्का रोकेर चाहिँ तपाईँहरूलाई देखाएको सो बाई एभ्रीवान हेलो गाइस राजको हाम्रो सन्डेको भ्लग उहाँको यसरी इन्ड भएको थियो खाना खाइसक्यो This one is most important thing in our life. छोटो मम्मा That is Daddy Bikicho. Mama kita bagaimana kita? Macamnya kamu gondisu. Yeah man. Okay, bye bye. Good night. Sweet dream. Take care. Yeah. Maya गर्नुस् हामीलाई लाइक गर्नुस् कमेन्ट गर्नुस् शेयर गर्नुस् जे काम पनि गर्छ इङ्ग्लिसमा गर्नुपर्छ बुझ्यो दामी देख्यो